हेलो सबैसँग चाहिँ आराम हुन्छ म पनि एकदम ठिक छु गाइस। आज चाहिँ हाम्रो चाहिँ यो चाहिँ सेकेन्ड पार्ट हुनेवाला छ चाहिँ चौरासी पूजाको। यसमा चाहिँ हामीले चाहिँ के गर्छौँ कसरी गर्छौँ अनि के हुन्छ चाहिँ देखाउन गइरहेको छु एकदम अगाडि चाहिँ। अनि अब चाहिँ हामीले टक्क लगाएर ब्यानर लिन जाऊँ है त। अनि यहाँ ब्यानर लिने गाइस चाहिँ हामीले अब तिनीहरू काम गऱ्यो पछि ब्यानर चाहिँ कस्तो हजुरलाई देखाउन चाहिँ आज मैले चाहिँ। अनि चाहिँ भोइस चाहिँ काटेर चाहिँ त्यो चाहिँ मैले फेरि के चाहिँ भोइस ओभर गरेको यो चाहिँ। अनि यहाँ भोइस ओभर चाहिँ कस्तो हुन्छ भने कस्तो भयो के भयो अङ्कललाई सोधेँ अनि त्यो अङ्कलले पिनेर राखिदिनु भएको थियो। चाहिँ त्यसरी गरियो गरेपछि चाहिँ घर गइयो। घर चाहिँ फेरि दाइपछि सबैसित भरेर चाहिँ लाउन लगाइरहेको थियौँ हामीले चाहिँ। ल्याएर सल्लाह गर्दा 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 यहाँ लाउने उहाँ लाउने गरेर यहाँ फिक्स गरेर यता लाउनु थालियो। यो पूजाको चाहिँ कतिको हाइट कतिको तल कतिको ठिक हुन्छ भनेर यहाँ ठ्याक्क मिलाएर लाउने। हामी चाहिँ चलन चाहिँ यस्तो है, कसरी बनाउनु भन्दा कन्या केटीले चाहिँ अघि चाहिँ बटार्न पर्छ अरे सुन्न पर्छ। त्यही भएर यहाँ हाम्रो मम्मी आन्टी ठुली आमा ठुलो मम्मी हजुरआमा अनि त्यहाँ चाहिँ बहिनीले चाहिँ टक्क गरिराख्नु चाहिँ हेर चाहिँ। अनि हामी यहाँ सानले चाहिँ टक्क रोटा घुमाइरहनु भएको चौरासीको लागि भनेर रोटा चाहिँ टक्क लगाएर घुमायो। कस्तो भने नि त रोटा चाहिँ आज स्पेसलै बनाएर रहेछ नि। खानै मिठै होला जस्तो खाजेको रोटी। आउनु न यहाँ रमाइलो भइरहेको कसा होटलमा। म चौरासी पूजा भने चाहिँ उहाँ आमाको है, आमाको आमाले बोल्छ चौरासी गर्ने चाहिँ। अनि बाबा मम्मी अङ्कलहरू चाहिँ सबै यहाँ रमाइलो छ आजकलमा चाहिँ। ल कस्तो लागिरहेको छ सबैलाई चौरासी पूजाको तयारी? रमाइलो छ, राम्रो छ, कथा बतारी हाम्रो सबै जितेर धेरै रमाइलो छ। आमाको चाहिँ बोल्छ चौरासी पूजा है, दिदीको चाहिँ फोटो सुट हाल्छ टक्क लाएर। सबैको यहाँ फोटो खिचेर ल्याएर अनि यहाँ चाहिँ अहिले के भइरहेको थियो भने मम्मी दिदीहरूले चाहिँ यहाँ मम्मीहरूको मेमोरी हुन्छ नि त फोटोसुट खिच्ने, आफ्नो फोटोसुट खिचिदिने सबै परिवारको दिदीहरू अब धेरै पछि भेट हुनुभयो नि त। यस्तै रमाइलो गर्दै यहाँ फोटो खिच्ने के हार्ने अनि यहाँ के क्वेसन नोटतिर चाहिँ अब चाहिँ अलिक क्लियर रहन्छ क्या। त्यही भएर म चाहिँ यहाँ फेरि चाहिँ भोइस ओभर गरिरहेको। अनि यसमा चाहिँ कस्तो हुन्छ नि धेरै पछि चाहिँ फ्यामिली मिल्दा एकदम रमाइलो हुँदो रहेछ क्या। त्यस्तो चाहिँ के हुन्छ यहाँ चाहिँ यसले भोलिको लागि खानाको लागि बस्नको लागि व्यवस्थापन मिलाउँदै हुन्छ हाम्रो सुजन दाई अनि हाम्रो कृष्ण दाई अङ्कल ठुलो बाबा सबै भएर चाहिँ यहाँ चाहिँ भोलिको चाहिँ व्यवस्थापन मिल्दैछ है गाइस। ल अब चाहिँ सबै रेडी भएछ मैले उसलाई फेरि एकचोटि चाहिँ देखाउनुलाई छु है ट्याक्क लाएर। अंदनदिग्गदाय नमः सुकर्मतुरणाय नमः सामवेदाय नमः वायवे वायवे नमः सुनंदनाय नमः पुष्पदंताय नमः स्थापना गरी कलिंगर्म लक्ष्य अर्पण गर्दै ओम कदली स्तम्भेषु किराकोथम्बमा यक्षगणेभ्यो नमः इक्षुसारेषु हुकालिंगहरुमा सप्तसागरेभ्यो नमः वंशेषु भास्कलिंगहरुमा किन्नरगणेभ्यो नमः माथि टाकेको तोरणमा मातृकागणेभ्यो नमः सूत्रेषु पण्डकगणेभ्यो नमः तत्रैव हंसाय नमः गरुडाय नमः वृषभाय नमः सीमाय नमः उपरि भागे आकाशाय नमः पुलक्षित थोरै आकाशतिर सर्दिनुहोस्। ओम भू ओम भुवा ओम स्वा ओम मा ओम जना ओम तप भूर्लोकादि सप्तलोकेभ्यो नमः अधोदिशे पृथ्वीमा अधोदिशे पृथ्व्यै नमः अतलादि सप्तलोकेभ्यो नमः अतल वितल सुतल तलातल रसातल महातल पाताल आदि सप्तलोकेभ्यो नमो नमः। चतुर्मा सप्तऋषि मण्डलेभ्यो नमः सप्तऋषिभ्यो नमः। ओम हम हनुमतये नमः। सुपारी ओम श्री गुरु चरण गुरु भगवानको जय।
ओम गणानान्त्वा गणपतिगुं हवामहे प्रियाणान्त्वा प्रियपतिगुं हवामहे निधीनान्त्वा निधिपतिगुं हवामहे वसो मम आहमजानिगमधमात्मजासि गमधम्म ओम वृद्धि बुद्धि सुबला सबसकवान सहित समस्त गणेश परिवारेभ्यो सुप्रतिष्ठितो वरदो भव हरि हरि अथ ब्राह्मण संकल्पः ब्राह्मण वर्णको सामग्री होला ओम प्रभु प्रेमले यो भोगा लगायौ हजुरको हजुरमै अर्पण गरायौ अवश्य जिउना र आशा उमारी कृपा गर्नुहोस् हे भावका पुजारी कृपा गर्नुहोस् हे भावका पुजारी ओम नाभ्य आसीदन्तरिक्षगुं शेष्णोर्द्योः समव्रतत पदव्यां भूमिदृशः श्रोता तथा लोकान् अकल्पयन्नः ओम त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पितं गृहाण समगो भूत्वा प्रसीद परमेश्वर नैवेद्यं निवेदयामि मा प्रणाम मन्त्रपुष्पाञ्जलि समर्पयामि श्री प्राणपुरुषोत्तमाय नमो नमः बोले यज्ञपुरुष भगवानको भक्तवत्सल भगवानको सबैको आजको आनन्दको भारत गोत्रीय समस्त कुलपितृहरूको नेपाल जननीको गौ माताको पृथ्वी माताको देवी शक्तिपीठको देवी शक्तिपीठको जय राष्ट्रदेव पशुपतिनाथ भगवानको राष्ट्रदेव पशुपतिनाथ भगवानको धर्मको जय अधर्मको जय होस् प्राणीहरूमा सद्भाव होस् विश्वको कल्याण होस् ओम नमः पार्वतीपते हर 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 महादेव शम्भो। ल हरि हामी यतिखेर चतुरासी सिद्ध पूजन कर्मको पूर्वाङ्ग कर्म गरेर आरती गरिसकेका छौँ। अब केही समय तिरुपार्थिवगुं राजः पितुर प्रायिधा मदेः दिवः सदा घोषे प्रियते वितिष्ठस आदि प्रभु अगणित रूप धरे लीलामय रस विग्रह लीलामय रस विग्रह करुणा मूर्ति हरि ओम जय जगदीश हरे समता शांति प्रदायक सज्जन हितकारी प्रभु सज्जन हितकारी शरण शरण अब पाओ शरण शरण अब पाओ प्रभु भव भयहारी ओम जय जगदीश हरे भाव मनोहर देव साधक फलदायी प्रभु साधक फलदायी जीवन धन्य बनोस् प्रभु जीवन धन्य बनोस् प्रभु पद सेवा पाइयो अविरल धारा बहोस् प्रभु अविरल धारा बहोस् जति जति जन्म भए पनि जहाँ जहाँ जन्म भए पनि प्रभुमा प्रेम जय जगदीश हरे प्रेम सहित शुभ आरती जसले नित्य गर्यो प्रभु जाऊँ अकालमा हेम मरि नजाऊँ आयुष्य देऊ र भविष्य देऊ हामीभित्र जीवन्त मनुष्य देऊ बनु सत्यवादी पढु नित्य विद्या हटाऊ सबै चित्तदेखि अविद्या बडो धीर विद्वान बडो बुद्धिमान फलानु छ भन्ने चलाऊ बयान फलानु छ भन्ने चलाऊ बयान हरि हरि हरे राम 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 हरे हरे उठ्न सुत्नु हरे कृष्ण 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 हरे हरे राधे श्याम 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 राधे 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 कृष्ण 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 राधे राधे हरि हरि ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ल यो यतिका कर्म सँगसँगै आजको यो चतुरासी सिद्ध पूजन कर्म हामी विश्राम गर्छौँ। एक कर्म विश्राम गरे तापनि चन्द्र उदय भइसकेपछि आमाद्वारा चन्द्रमालाई अर्घ दिने कर्म भने हाम्रो बाँकी रहेको छ। मुख्य पुत्र ममसे विषयगम विराज समेतगम ब्रह्मणागुराज ओम सोम सोमाय नमः ओम चन्द्रमसे नमः ओम चन्द्रमसे नमः ओम चन्द्रमसे नमो नमः ओम श्री हरिहरात्मने नमो नमः ओम इमं देवा सपतगं सुमते महते क्षेत्राय महते ज्येष्ठाय महते जान राजनेन्द्र चन्द्रियाय इव मुख्य पुत्र ममसे विषयगम विराज समेतगम ब्रह्मणागुराज ओम सोम सोमाय नमो नमः ओम श्री हरिहरात्मने नमो नमः ओम आप्यायसे समेते विस्तता समर्पितं भवमागत संगते संगते आप्यायमानो अमृताय सोमं जीवतर्यास्युत्तमानि तीर्थ आप्यायसे निरन्तरं श्रीरघुं सुवि भवान सम्प्रतस्तम सख वृद्धि आसानं यस्सु प्रीतना सुप्रपिगुं शर्म मप्त वृजनस्य गोपाम आत्मा खोल लेख्नु न खोल लेख्नु जस्तो पर्दैन आत्मा खोल लेख्नु त भयो फुल परेको निबन्धे वा सपतंग सुबद्ध महते क्षेत्राय महते ज्येष्ठाय महते जान राजा इन्द्रचन्द्रियाय युवा मुख्य पुत्र ममसे विषयगमि राजा समस्मकं ब्रह्मणागु राजा ओम सोम समाय नमः ओम चन्द्रमसे नमो नमः बोले चन्द्रमा महाराजको जय विषय चन्द्रमा को जय चण्डी पूर्णिमा को जय सहस्र चन्द्र दर्शन यज्ञको जय चन्द्र दर्शन यज्ञको जय सहस्र चन्द्र दर्शन यज्ञको जय हरि 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 1008 चन्द्रमा दर्शन गर्नुभयो दिव्य ल नमस्कार
आमालाई उता देखाइदिनु त आमा हेरेर देख्नुहुन्छ कि? चन्द्रमालाई नमस्कार गर आमा हो ऊ चन्द्रमालाई नमस्ते गर ल हो ल ल ल ल